नमस्कार। यो भिडियो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको लागि हो। अब रवि सर, बालेन सरले उहाँहरूले यो मेरो भिडियो हेर्नुहुन्छ भनेर नकाको भुइँ मान्छे उहाँहरू कहाँ माथि अब है त मेरो भिडियो हेर्ने सवालै आएन। उहाँहरूले हेर्नुहुन्न। फेरि पनि कोही सल्लाहकार यस्तो यस्तो उहाँहरूको शुभचिन्तकहरूकोमा पर्यो भने भनिदिनु होला है। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनिगएको छैन है। अब काम सुरु भएको छैन। अन्टु सन्टु है लेख्न र बोल्न अलिकति छोडिदिनु होला अनि शेयर गर्नु होला। सुन्नेहरूले जस्तो तपाईँको मोबाइलमा यो मेरो भिडियो आउँछ नि, शेयर गरिदिनु होला, स्किप नगर्नु होला। हेरेर तपाईँहरूले पनि यस्तै भिडियो बनाएर हाल्नु होला। हामीले सतर्कता गराएन भने यो बहुमतको सरकार भन्दैछ, यो पार्टी झन्झहरू खतम भएर जान्छ, बिग्रिन्छ। त्यहाँनिर भएका मान्छेहरू दुधले धुलाइएका मान्छेहरू छन् भनेर भन्न मिल्दैन। त्यहाँनिर एमाले, माओवादी, काङ्ग्रेसकै मान्छेहरू छन्। अनि तपाईँहरूले अहिले काम गर्नु सुरु भएको छैन। हामी यो गर्छौँ, हामी त्यो गर्छौँ, हामी त यस्तो, हामी त त्यस्तो। नेभर। यस्तो खालको कुराकानी गर्न थाल्नु भयो भने तपाईँहरूले लाभका खानुहुन्छ है। बात यो मुख चाहिँ ओठ जिब्रो चाहिँ अलिक कम है, लबर जिब्रो नचलाइकन कम बोल्न पर्छ। नबोली हुँदैन। गतिलो डुडा शब्द बोल्नुहोस् न, गतिलो डुडा शब्द बोल्नुहोस् अनि त्यहाँबाट भयो। तर काम गरेर देखाउनुहोस्। तपाईँहरूले के गर्नु भएको छ भन्दाखेरि जो एउटा बाचा पत्र बनाउनु भएको छ नि, एउटा प्रतिज्ञा पत्र बनाउनु भएको छ नि, त्यहाँनिर सबभन्दा गरुङ्गो एउटा चाहिँ के छ भन्दाखेरि हामी चाहिँ 3 लाखसम्मको चाहिँ रोजगारी हामी चाहिँ के गर्छौँ, सिर्जना गर्छौँ। महिने पिच्छा आदि इत्यादि यस्तै कस्तो के छ होइन। यो चाहिँ तपाईँहरूको गलामा फाँसीको फन्दा नबनोस्, यही शब्द, यही प्रतिज्ञा पत्र चाहिँ तपाईँहरूको गलामा चाहिँ पासो बनाउन परोस्। यो तपाईँहरूले पुरा गर्नै पर्छ। अनि त्यहाँबाट जति पनि ती बन्द भएका उहरू छन् नि, बन्द भएका फ्याक्ट्रीहरू छन्, बेचिएका फ्याक्ट्रीहरू, बेचिएर बन्द भएका फ्याक्ट्रीहरू, नबेची बन्द भएका फ्याक्ट्रीहरू, यी फ्याक्ट्रीहरूलाई चाहिँ के गर्ने हो, पुनः सञ्चालन गर्नै पर्छ। अनि त्यहाँबाट गएर अरू कैयौँ कुराहरू छन्। प्रदेश सभा खारिज गर्नै पर्छ, समानुपातिक खारिज गर्नुपर्छ, अनि राष्ट्रिय सभा खारिज गर्नुपर्छ। यसो गरेन भनेदेखि तपाईँले जो एउटा योजना गर्नुभएको छ नि, मन्त्रीमण्डल चाहिँ घटाउने, यसको लागि सलाम गर्छु। मुखले मात्रै होइन, कामले गरेर देखाउनुपर्छ। कामले गर्नुभयो भनेदेखि यो चिज सराहनीय हुनेछ है, एकदम असल हुनेछ है। जुन यो मैले जतिवटा भनेको कुरा गरेको छु गर्नुहुन्छ नि, यति काम गरेर जानुभयो भनेदेखि निश्चय नै तपाईँहरूको लागि चाहिँ भोट दिने मान्छेको कम्ती कहिले पनि हुँदैन राष्ट्रिय स्वतन्त्र पार्टीलाई ल है। आजीवन होइन, पुस्तासम्म पनि राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ अवश्य रहनेछ। के गर्नुपर्ने, जो वाचा पत्रमा छ ती कुरा सबै पुरा गर्नु पर्यो। बन्द भएका फ्याक्ट्रीहरू पुनः सञ्चालन गर्नु पर्यो। बेचेर बन्द भएकाहरू पुनः सञ्चालन गर्नु पर्यो। बेचिएकोहरू फर्काउनु पर्यो। छाला जुत्ता कारखाना पुनस्थापना गर्नु पर्यो। साथमा ती के कारणले बन्द भएका हुन् है, पत्रकारहरूसँग भिडियोहरू छ। यो चाहिँ के गर्नुपर्छ, यसलाई चाहिँ हेरेर केलाएर ती मानिसहरूलाई दण्ड दिनुपर्छ। तिनलाई मात्र होइन, तिनका दर सन्तान नेपो देवीहरूलाई पनि दण्ड दिनै पर्छ। अनिखेरि मात्रै सुध्रिन्छ देश, होइन भने गफे मात्र हो सबैको है। बिस्तारै के गर्छ, विस्तारवादको चाहिँ चङ्गुलमा परिहाल्छ देश। विस्तारवादको चङ्गुलमा परिसकेका छ, पर्छ, सिद्धिन्छ, केही मात्र बाँकी छ। अनि बोर्डर बन्द गर्नुपर्छ। बोर्डर बन्द गरिन भनेर देखुन हुँदैन। बोर्डर बन्द गर्ने हो। अनि जो जति आउँछन् भिजामा आउँछन्, जान्छन् भिजामा जान्छन्। पासपोर्ट लागू गर्नै पर्छ। भिजा पासपोर्ट लागू नगरिकन हुँदैन। देश बिग्रिएको, देश फर भएको नै यो बोर्डर खुल्ला भएर हो। उताबाट आउने, उपद्रव गर्ने, फर्केर जाने, यही होइन र। हुन त कतिवटा राजनीतिक पार्टीहरूले के गर्ने गरेको हो भनेदेखि उताबाट लठैतर लिएर आउने। जस्तो अस्ति त्यहाँ हो कि होइन, अब यो भन्न मिलेन, बुझेन। इन्डियन प्लेट भएको चाहिँ मोटरसाइकल रेलीमा देखाएको छ। उनीहरू त्यो इन्डियाको लिएर त्यहाँनिर देखाए कि
त्यो रियल भएकै हो भन्ने कुरो मलाई थाहा छैन। तर हामीले देखेको र हामीलाई भनेको चाहिँ सामाजिक सञ्जालमा हालेको चाहिँ यो छ। यही कारणले पनि के छ भन्दाखेरि बोर्डर बन्द नगरिनु हुँदैन, बोर्डर बन्द गर्नु नै पर्छ। अब यहाँ कुरो के पनि छ भन्दाखेरि रोजगार कसरी सिर्जना गर्ने, रोजगार सिर्जना गर्ने अर्को एउटा तरिका पनि छ। ठेकेदारहरूले त्यो अर्ब रुपियाँ चाहिँ के गर्ने, ठेकेदारहरूले खाने, ठेकेदारहरूलाई दिने पैसाको चाहिँ के गर्ने, तलब दिने हो। 18 वर्ष उमेर पुरा भएको 35 वर्षसम्मकोहरूलाई 3 खण्ड गरेर हुन्छ कि 2 खण्ड गरेर हुन्छ। 25 बाट 35, 18 बाट 25, 2 लेयरमा गरे हुन्छ कि अथवा 3 लेयरमा गरे हुन्छ। सबभन्दा पहिलो प्राथमिकता चाहिँ 35 वर्षसम्मको उमेरकोहरूलाई आर्मीमा भर्ना गर्नुपर्छ। आर्मीमा भर्ना गरेर देशको लागि तिम्रो एक थोपा रगत लास्टमा बाँकी छ नि, त्यो एक थोपा रगत पनि देशको लागि दिनै पर्छ तिमीले भनेर यो उसको उनीहरूको दिमागमा भरिदिने हो, उनीहरूलाई यो तालिम दिने हो, अनुशासित तुल्याउने हो। अनि त्यहाँबाट के हो, उनीहरूलाई चाहिँ केमा लगाउने, थोरै अवधि 4 महिना जस्तो यो ट्रेनिङ दिइसकेपछि उनीहरूलाई कहाँ लगाउने भन्दाखेरि देश विकासको काममा लगाउने। ठेकेदारलाई दिने पैसा उनीहरूलाई तलब दिने, देश विकासको काममा लगाउने। देश विकास पनि हुन्छ, मान्छेहरूको बौद्धिक विकास पनि हुन्छ। यति गर्यो भनेदेखि 72 अरू के पनि गर्नै परेन। यसो गर्ने बित्तिकै अटोमेटिकल्ली के हुन्छ, सिर्जना भएर आउँछ। यसो गरेन भनेदेखि तपाईँहरूको त्यो बाचा पत्रमा लेखिया जस्तो चाहिँ दिने रोजगारी दिने भन्ने कुरा चाहिँ असम्भव देखिन्छ। मेरो दृष्टिमा चाहिँ असम्भव छ। तपाईँहरूले दिनु सक्नुभयो भने एकदमै सफलताको शुभकामना। विशेष गरिकन म भन्छु अन्टु सन्टु बोल्न बन्द, लेख्न बन्द। बालेन्द्र सर र रवि सरको सिको सिक्नुहोस्। अरू सांसदहरूले है, अरू सांसदज्यूहरूले उहाँहरूको सिको सिक्नुहोस्। उहाँहरू अन्टु सन्टु बोल्नुहुन्न, अन्टु सन्टु लेख्नुहुन्न है। हो, बालेन्द्र ज्यूले चाहिँ मेरो हुँदाखेरि लेख्नुहुन्थ्यो कतिवटा कुरा चाहिँ अलिकति गैर कानुनी खालको, अलि त्यस्तै खालको, अलिकति साह्रै अपाच्य हुने खालको चाहिँ स्टाटस लेख्नुहुन्थ्यो उहाँले है। यो पनि के हो भने यो पनि उहाँले अवश्य पनि सुधार हुनेछ। अनि क्यामेरा फ्याँक्दिने, पत्रकारसँग बात नगर्ने, नबोल्ने, नभेट्ने, यो पनि होइन असल। फेरि भेट्नुपर्छ, लिमिटली बात गर्ने, लिमिट समय, लिमिट बात है। अनलिमिटेड बेसरी बोल्ने अनि बोलेको काम चाहिँ नगर्ने। यो त हामीले सुन्दै आएको हो नि। घरमा ग्यासको पाइल जोडिदिन्छु, रेल आउँछ, पोखरा बेनी पोखरा कुसमा त स्टेसन नहुने कुरै भएन, भयो त। गोर्खामा चाहिँ योभन्दा अगाडिको चुनावमा गोर्खामा चाहिँ मेट्रो रेलको रिङ रोड बन्छ भनेर चाहिँ कमरेड प्रचण्डजीले भाषण गर्दै हुनुहुन्थ्यो। उहाँले के खानुभएको थियो? उहाँले सेतो भात खानुहुन्छ कि हरियो अरू के खाएर बोल्नुभएको थियो त्यहाँ थाहा भएन। हो कि गोर्खामा अहिले मेट्रो रेलको चाहिँ रिङ रोड बनेको छ, यो हो कुरो। अन्टु सन्टु बोली पठाउने अनि काम चाहिँ नगर्ने। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यसै गर्यो भनेदेखि त्यही हाल हुन्छ, बढालिनुहुन्छ, विद्रोह हुन्छ, के हुन्छ। अनि त्यही मौका छोपेर विस्तारवादको चङ्गुलमा चाहिँ देश फस्छ। यति कुरो चाहिँ याद गर्नुहोस्। ल, धन्यवाद।